बन्टी आइज है होइन यस्तै होइन साथीहरू अरू सबै ठिकै होला आरामै हुन्छ होला सबै सैलुङ है गाइजहरू ल त्यो सैलुङ हेर्न आउनु चाहिँ आउने त्यो माथि त्यो गाउँ देखेर त्योभन्दा माथिको डाँडो चाहिँ सैलुङ हो है त त्यो सैलुङ हेर्न आउने है टक्क गाइजहरू साथीहरूलाई सबै बिहारलाई मिस्टर हाक्कु ब्लग फ्यामिलीलाई स्वागत गरिन्छ यो चाहिँ दोलाखा हो है भैँसी टक्क सुत्या छ लामै सुत्या छ त भैँसी त आज घाँस लिन रे देखिन्छ गाइज ल एकदम बबाल देखिन्छ नि होइन ट्याक्क लाएर बबाल देखिन्छ क्या भ्यू चाहिँ बबाल गाउँको भ्यू चाहिँ बबाल देखिन्छ क्या ए बाख्रो के छ ठिक छ ठिक छ ठिक छ भन्छ त अहिले त आइज 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 आयो 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 लु आयो ए हाम्रो कान्छी भाउजू है ट्याक्क के छ भाउजू चिया खानुभयो अनि अनि यो मेरो भिडियो त युट्युबमा जान्छ नि हो भने गाउँको सबै देखाउने अनि युट्युबमा हाल्ने ट्याग लगाएर यस्तो पाराले होइन यस्तो पाराले होइन यस्तो अब त मेरो त गाउँमै बस्ने ट्याक्क भिडियो हाल्ने यस्तै हो होइन त्यस्तै हो ठिक हो यो हाम्रो कान्छी भाउजूहरूको गोठ हो यो ट्याक्क लगाएर भैँसी सिसी बाख्रा पाल्यो बाजेको कपाल काटिदिनु गर्नु पऱ्यो अब राममदर बाजेको खोइ दस लगाएर दस लगाएर के भने जाने होला यस्तै दाइ त्यहाँ गुन्द्रुक लिएर जानुभएको हो भइहाल्यो नि गाउँमा चाहिँ साथीहरू के छ भने फाइदा चाहिँ छ है गुन्द्रुक बेच्यो भने फाइदा छ बाख्रा बेच्यो भने फाइदा छ आलु बेच्यो भने फाइदा छ जे लगायो भने फाइदा छ है मजाको छ यो पारी चाहिँ मेलुङ गाउँपालिका है पारी चाहिँ मेलुङ गाउँपालिका हो चट्टा लाएर एकजना बाजेको चाहिँ कपाल चट्टा काटिदिनु पऱ्यो अरे बारी चाहिँ पुरै बाँझो अवस्था छ क्या यो बारी चाहिँ पुरै बाँझो अवस्था यसलाई चाहिँ ट्याक्क लाएर फेरि यसलाई किसान गर्ने हो क्या ट्याक्क लाएर यस्तो दाम भ्यू देखिन्छ नि बबाल होइन माथिएर ओहो हो
हो गाइस सैलुङ भनेको त्यो माथि टावर देखेर छ हल्का सेतो टावर त्यही हो। अनि मिनी ग्रेट वाल चाहिँ यतापट्टि छ है। यो साइडमा यहाँनिर सानो देखिरहेको छ त्यो मिनी ग्रेट वाल हो सैलुङको। दोलखा सैलुङ पर्छ यो। अनि रामेछाप पनि सिमानामा पर्छ। रामेछाप र दोलखाको सिमानामा पर्छ त्यो चाहिँ। जो चैत वैशाखमा नि हरियाली छ। बारी हरियाली नभए पनि घाँस हरियाली छ। लाली गुलास फुलेछ, ट्याटका फुलेछ। यो 7 नम्बर पोखरी खानपानी आयोजनाको मोहन हो यो। पाडे खानी मोहन है। यो चाहिँ ट्याङ्की यहाँको, त्यहाँबाट फिल्टर भएर यहाँ आउँछ पानी। तर पानी कहाँ काटे छ थाहा छैन। पानी यति धमिलो छ यहाँ पनि सफा गर्नुपर्ने छ। त्यहाँ तल खोल्नु मिल्ने हो भने तल नि खोलिदिनु पर्छ काका है। होइस्ट गरी चलाउने, तल खोल्न मिल्ने छ भने तल नि खोलिदिनु पर्छ है। पानी यत्रो छ है। मोहन छ राम्रोसँग व्यवस्थित भएको छैन यो चाहिँ। यत्रो मोहन छ। यो मोहन चाहिँ पोखरीमा जाने हो भने पोखरी बगाउने पानी छ। तर ठाउँमा व्यवस्थापन भएन। व्यवस्था भएन यसको है। अन्तिममा भिडियो चाहिँ जतिजनाले हेर्नुभयो हजुरहरूलाई धेरै धेरै धन्यवाद। र सब्सक्राइब नगर्नु भएकोले सब्सक्राइब गरिदिनु होला। र लाइक नगर्नु लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सपोर्ट गरिदिनु होला। माया